हेलो एभ्रिवान नमस्ते सबैजनालाई मेरो नाम चाहिँ पूजा हो अनि म चाहिँ अहिले जर्मनीमा मास्टर्स गरिरहेको छु मेरो कोर्स चाहिँ एग्रो बायोटेक्नोलोजी हो अनि मेरो स्पेसलाइजेसन चाहिँ प्लान्ट बायोटेक्नोलोजी र मोलिकुलर बायोलोजीमा हो सो मलाई चाहिँ धेरै बायोटेक्नोलोजी पार्ट मनपर्छ होइन मैले ब्याचलर्समा नि बायोटेक्नोलोजी गरेको हो अनि मैले जर्मनी पनि आउन खोजेको त मोर मोलिकुलर बायोटेक्नोलोजीमै थियो तर एडमिसन पाएन सो मैले एग्रो बायोटेक्नोलोजी लिएको बट हाम्रो यहाँ लाइक प्रोफाइल मोड्युलहरू डिफ्रेन्ट चुज गर्न मिल्छ नि त अनि त्यही अनुसार चाहिँ कुन बाटो जाने भनेर हुन्छ नि हाम्रो बायोटेक्नोलोजी पार्ट पनि टन्नै छ सो या अनि अहिले चाहिँ म मेरो 7th सेमेस्टरमा छु सो या कन्फ्युज नहुनु होला जर्मनीमा पनि मास्टर्स 2 वर्षकै हो अनि टोटल 4 सेमेस्टर हो स्ट्यान्डर्ड स्टडी पिरियड चाहिँ तर 4 सेमेस्टरमै सकाउनु पर्छ भन्ने छैन फ्लेक्सिबिलिटी छ अन्टिल आई थिङ्क 10th सेमेस्टर एक्सटेन्ड गर्न मिल्छ यो चाहिँ म स्योर भएन बट सेमेस्टरहरू चाहिँ एक्सटेन्ड गर्न मिल्छ अनि तर पढि चाहिँ राख्नु परेको हुन्छ कुनै न कुनै कोर्सहरू चाहिँ पास गरिराख्नुपर्छ नभए फेरि अस्लन्डर बिहोरेले तपाईँलाई सोध्छ के गरिरहेछौ भनेर होइन अनि त्यही हो अनि आजको भिडियोमा चाहिँ हामी कुरा गर्छौँ वर्क लाइफ ब्यालेन्स इन जर्मनी एज ए स्टुडेन्ट सो म चाहिँ जर्मनी आएको अब चाहिँ 3 वर्ष भइसक्यो होइन मलाई चाहिँ 3 वर्ष कति छिटो गयो जस्तै हुन्छ कि फर्केर हेर्दा चाहिँ ल म त्यत्रो वर्ष भइसक्यो हुन्छ कि लाइक त्यस्तो लाग्दैन कि हुन त धेरै त्यो पढाइ काम यता त्यता लाइक हुन्छ नि जतिखेर नि लाइफ अलिकति हेक्टिक भएर होला कि टाइम गएको नि नथाहा पाएको कि होइन अनि अहिले चाहिँ 7 सेमेस्टर भन्दा चाहिँ हुन्छ होइन सो या म चाहिँ पढाइ सँगसँगै एज अ ह्युवी स्टुडेन्ट पनि काम गर्छु युनिभर्सिटीमा सो ह्युवी जबहरू चाहिँ युनिभर्सिटीमा मात्र हुन्छ आफ्नो युनिभर्सिटीमा काम गर्न मिल्छ नि ह्युवी जब गर्नको लागि चाहिँ स्टुडेन्ट एज अ स्टुडेन्ट इनरोल भएकै हुनुपर्छ अनि एज अ ह्युवी चाहिँ तपाईँले मन्थली 80 आवर्स काम गर्न मिल्छ होइन अनि ह्युवी भनेको चाहिँ स्टुडेन्ट असिस्टेन्ट जब पनि भन्छ सो एज अ ह्युवी तपाईँ कुनै ल्याबमा लाइब्रेरीमा अथवा एडमिनिस्ट्रेसनमा जहाँ पनि काम गर्न मिल्छ यस्तो जबको लागि चाहिँ युजल्ली युनिभर्सिटीको पोर्टलहरूमा हुन्छ नभए तपाईँहरूले डिरेक्ट प्रोफेसरहरूलाई अप्रोच गर्दा हुन्छ अर पोस्टरहरू हुन्छ इमेलहरू आउँछ होइन लाइक यस्तो यस्तो एडभर्टाइजमेन्टहरू होइन ओके नाउ मेन क्वेसन सो मसँग चाहिँ यहाँ क्वेसनहरू छ अलिअलि होइन अनि म त्यही हेरेर चाहिँ त्यही अनुसार चाहिँ एन्सर दिन्छु सो द्याट म बिचमा बोलिन्न क्या अब अनि भिडियो पनि त्यस्तो लामो नहोस् त्यही म चाहिँ एज अ ह्युवी 80 आवर्स पर मन्थ काम गर्छु होइन अनि मलाई चाहिँ एज अ स्टुडेन्ट वर्क एज अ स्टुडेन्ट असिस्टेन्ट काम गर्दा चाहिँ लाइक मेरो स्टडिज र वर्क ब्यालेन्स गर्न चाहिँ एकदम सजिलो हुन्छ या सजिलो भएको छ भनौँ किनकि यस्तो हो जर्मनीमा लाइक तपाईँले फर्स्ट सेमेस्टरमा लाइक 3-4वटा मोड्युल छ भने तपाईँले 4वटा मोड्युल पढ्नुपर्छ भन्ने छैन एउटा मोड्युल लिएर म त्यो सेमेस्टर एउटा मोड्युल मात्र गर्छु भन्दा नि हुन्छ सो स्टडिज चाहिँ एकदम फ्लेक्सिबिलिटी छ होइन स्टडिजको चाहिँ कुनै कुनै चाहिँ म्यान्डेटरी मोड्युलहरू हुन्छ त्यो चाहिँ लाइक यो मोड्युल पढेपछि अर्को मोड्युल पढ्न पाउँछ भन्ने जस्तो टाइपको त्यो चाहिँ तपाईँले अब अर्को मोड्युल पढ्नु मन छ भने टाइममै सकाउनुपर्छ नभए त्यस्तो केही छैन अनि अर्को भनेको एटेन्डेन्सहरू पनि त्यस्तो कम्पलसरी छैन कुनै कुनै सब्जेक्टहरूमा हुन्छ होइन एन्ड काम भनेको पनि त्यही हो लाइक एज अ ह्युवी पनि अथवा लाइक बाहिर अरू पार्ट टाइम जब वर्किङ स्टुडेन्ट जबहरू सबै नै जर्मनीमा चाहिँ 80 आवर्स पर मन्थ हो स्टुडेन्टहरूको लागि तर अहिले अलिकति वर्किङ आवर बढेको छ होइन त्यो चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन लाइक 80बाट 80-90 जस्तो समथिङ किनकि हामीले 140 डेज काम गर्न पाउने हो 120 हो पहिला 120 डेज काम गर्न पाउने हो इन अ होल इयर अनि अहिले चाहिँ 140 डेज भएको छ होइन तर एज अ ह्युवी स्टुडेन्ट चाहिँ 82 आवर्स काम गर्न मिल्छ मन्थली अनि सो मेन भनेको चाहिँ वर्क लाइफ ब्यालेन्स बनाउन चाहिँ इट अल डिपेन्ड्स अन यु तपाईँको टाइम म्यानेजमेन्ट स्किल कस्तो छ तपाईँहरूको त कोर्स स्ट्रक्चर कस्तो छ कामको सेड्युल कस्तो छ होइन इट अल डिपेन्ड्स अन यु अनि तपाईँको सेड्युलमा होइन मेरो चाहिँ म एकदम आइएम भेरी ब्याड एट टाइम म्यानेजमेन्ट होइन तर मेरो चाहिँ टाइमिङ मिलि नै रहेको छ अलिकति गाह्रो हुने भनेको चाहिँ फर्स्ट र सेकेन्ड सेमेस्टरमा हो क्या त्यतिखेर चाहिँ लाइक कोर मोड्युलहरू लाइक लगभग कोर मोड्युलहरू चाहिँ सकिन्छ कि लाइक स्ट्यान्डर्ड स्टडी पिरियड अनुसार जाने हो भने चाहिँ फर्स्ट र सेकेन्ड सेमेस्टर कोर मोड्युल सकाउने थर्ड सेमेस्टरमा इन्टर्नसिप गर्ने अनि 2टा प्रोफाइल मोड्युल अनि फोर्थ सेमेस्टरमा चाहिँ थिसिस गर्ने हो क्या स्ट्यान्डर्ड स्टडी पिरियड अनुसार चाहिँ सो तपाईँहरूले म फर्स्ट सेमेस्टर सेकेन्ड सेमेस्टरमा सबै कोर मोड्युल सकाउँछु भन्नुभयो भने चाहिँ अलिकति हेक्टिक नै हुन्छ है किनकि मलाई घरिघरि 80 आवर्स पनि कति धेरै लाग्छ कि ओ माई गड हुन्छ नि कति धेरै काम गर्नु परेको जस्तो हुन्छ कि 80 आवर्स कम्प्लिट गर्न पनि
अनि त्यही हो। अनि प्लस अर्को भनेको चाहिँ डिपेन्ड्स अपन द इम्प्लोयर पनि के तपाईँको इम्प्लोयरहरू कस्तो छ। अब नर्मली यता स्टुडेन्ट्सहरूलाई चाहिँ इम्प्लोयरहरूले फ्लेक्सिबल सिफ्टहरू नै दिन्छ कि लाइक यति बजे उनीहरूको अनुसार के। अनि तपाईँलाई चाहिँ लाइक आफ्नो सेमेस्टर अगाडि नै थाहा हुन्छ नि त कुन कोर्स लिने अनि कुन कोर्सको टाइमिङ कहिले छ अनि त्यही अनुसार चाहिँ सेड्युल बनाएर अब कतिखेर काम गर्छु भनेर चाहिँ तपाईँहरूले आफै फिक्स गर्नुपर्छ। अनि त्यो इम्प्लोयरलाई भनेपछि उनीहरूले तपाईँलाई चाहिँ त्यही अनुसारको सिफ्ट मिलाइदिन सक्छ होइन। सो स्टुडेन्ट्सको लागि चाहिँ इम्प्लोयरहरू फ्लेक्सिबलै हुन्छ। अनि अर्को भनेको चाहिँ त्यही सो त्यही हो, सबै कुरा चाहिँ तपाईँले नै प्लान गर्नुपर्छ सेमेस्टर सुरु हुनुभन्दा अगाडि कि तपाईँले के कोर्स लिने हो, तपाईँको सेड्युल कस्तो हुन्छ अनि काममा पनि त्यही अनुसार गर्ने। अब कुनै कुनै काम चाहिँ फ्लेक्सिबल हुँदैन, लाइक अब यो बेलामा गर्नै पर्छ भन्ने हुन्छ, त्यस्तो चाहिँ अब नलिने, काम नगर्ने होइन। अब पाउँदै पाएन भने त अब त्यही अनुसार सिफ्ट मिलाउनुपर्छ, त्यो चाहिँ अलिकति गाह्रो हुन्छ होइन। मेरो केसमा चाहिँ म चाहिँ लाइक मेरो फिक्स्ड लाइक यति घन्टा काम गर्नुपर्छ भन्ने छैन। जहिले जहिले मसँग टाइम हुन्छ म तहिले तहिले जान्छु होइन। अनि त्यस्तो इमर्जेन्सी त्यस्तो इम्पोर्टेन्ट काम छैन भने चाहिँ उनीहरूले हामीले यो दिन आउँछु भन्दा मान्छ होइन। अब कहिलेकाहीँ चाहिँ लाइक कुनै कुरा गर्नै पर्यो हुन्छ नि त, त्यतिखेर चाहिँ आउन सक्छौ भनेर भन्छ। र पनि मैले अब होइन यस्तो छ उता छ भन्यो भने उनीहरूले त्यस्तो फोर्स गर्दैन आउनै पर्छ भन्ने हुँदैन होइन। सो आफ्नो सेड्युल चाहिँ आफै नै मिलाउनुपर्छ। अनि डिपेन्ड्स तपाईँको इम्प्लोयर पनि कतिको फ्लेक्सिबल छ भनेर। अनि मेरो केसमा चाहिँ मेरो युवी जबमा चाहिँ लाइक अति नै लाइक लास्टै नै फ्लेक्सिबल हुनुहुन्थ्यो मेरो सुपरभाइजर अनि होल डिपार्टमेन्ट होइन। प्लस मेरो अलिकति केमिस्ट्री ल्याब भएर पनि त्यस्तो एक्सपेरिमेन्टहरू इमर्जेन्सीवाला थिएन कि। फर इक्जाम्पल अब सेल कल्चरहरू गर्नु पऱ्यो भने त चेक गइराख्नुपर्छ नि त। सो त्यस्तोमा त लाइक जानै पर्छ नि त, त्यो गर्नै पर्छ टाइपको हो। तर मेरो चाहिँ ल्याबमा त्यस्तो काम अर्जेन्ट टाइपको लाइक थालेपछि सकाउनु पर्ने खालको थिएन, थालेपछि दिनमै सकिने टाइपको कामहरू छ कि मेरो चाहिँ। अनि प्लस मैले चाहिँ अहिले म थिसिस गरिरहेको छु नि त। अनि बिचमा अब मेरो चाहिँ 80 आवर्स मन्थली कम्प्लिट गर्नुपर्ने हो। तर मैले मन्थमा 80 आवर्स कम्प्लिट नगरे पनि हुन्छ कि, मैले अर्को महिना मसँग टाइम हुँदा म काम गर्छु भन्दा नि हुन्छ, त्यो पनि मिल्छ है। तर सबै जबमा यस्तो हुन्छ भन्ने हुँदैन, डिपेन्ड्स अपन योर इम्प्लोयर। सो मेरोमा चाहिँ त्यस्तो छ लाइक मैले अब यो महिना 80 आवर्स काम गर्नु भने पनि इट्स ओके, मैले अर्को महिना कम्प्लिट गर्न सक्छु अथवा अर्को महिना होइन। किनकि मेरो यति धेरै आवर्सहरू पेन्डिङ छ मैले कम्प्लिट गर्नुपर्ने। मैले थिसिस स्टार्ट गरेदेखि लाइक तपाईँहरूले बरु पहिला मोड्युल्सहरू लिँदा त ब्यालेन्स गर्न इजी नै हुन्छ है। तर थिसिस स्टार्ट गरेपछि अलिकति टाइम म्यानेज गर्न गाह्रो हुन्छ, किनकि तपाईँहरू डेली ल्याबमा जानुपर्छ। अथवा तपाईँको अब मेरो चाहिँ साइन्स रिलेटेड भएर म ल्याबमा गएँ होइन। फर इक्जाम्पल अब कोही आइटी पढिरहनु भएको छ नि त, उनीहरूले घरै बसेर गर्दा नि हुन्छ होला डाटा कलेक्सन यता त्यता होइन। अनि त्यस्तो डेली युनि जानु पर्दैन होला। तर मेरो थिसिस चाहिँ डेली युनिभर्सिटी गएर ल्याबमा काम गर्नुपर्ने टाइपको छ कि होइन। सो त्यतिखेर चाहिँ मलाई लास्टै गाह्रो भएको थियो टाइम म्यानेज गर्न, किनकि अब फेरि विकेन्डमा काम गऱ्यो भने ठिकै थियो। तर मेरो विकेन्डमा काम होइन नि त, अब युनिभर्सिटी त विकडेजमा मात्र हुन्छ। सो मलाई चाहिँ विकडेजमा लाइक थिसिस अनि पार्ट टाइम जब चाहिँ एकदमै गाह्रो भएको थियो कि होइन। अनि प्लस तपाईँको थिसिसमा सर्टेन आवर्स पनि कम्प्लिट गर्नुपर्छ क्या, त्यो लेखेर कति आवर्स मैले बिर्सेँ है। तर त्यो त कम्प्लिट भइ नै हाल्छ, किनकि 6 महिनामा थिसिस कम्प्लिट पनि हुँदैन। तर 6 महिना चाहिँ स्ट्यान्डर्ड पिरियड हो थिसिसको लागि कम्प्लिट गर्नको लागि होइन। अनि मलाई थिसिस गर्दा चाहिँ लास्टै गाह्रो भएको थियो टाइम म्यानेज गर्न। अनि एउटा कुरा चाहिँ थ्याङ्कफुल्ली मेरो युनिभर्सिटीमा चाहिँ एउटा स्कलरसिप दिएको कि, पार्सियल स्कलरसिप फर द स्टुडेन्ट्स इन दियर फाइनल फेज। यो चाहिँ लाइक जो स्टुडेन्टहरू चाहिँ थिसिस गरिरहेको छ उनीहरूको लागि चाहिँ एउटा स्कलरसिप थियो। अनि मैले अप्लाई गरेको थिएँ अनि मैले त्यो स्कलरसिप पाएँ। त्यो चाहिँ 5 महिनाको लागि थियो अनि पर मन्थ 350 कि 450 युरो आउँथ्यो होइन। अनि त्यो स्कलरसिप पाएपछि मैले मेरो वर्किङ आवर्स पनि घटाएको थिएँ कि, 80बाट मैले 60 बनाएको थिएँ। तर त्यो 60 पनि कम्प्लिट गर्न मलाई कस्तो गाह्रो भएको थियो। तर मेरो युवी जबमा चाहिँ मलाई मेरो थिसिसमै फोकस गर भन्नुभएको थियो कि होइन, पछि कम्प्लिट गर्दा नि हुन्छ भनेर। सो फ्लेक्सिबल हुनुहुन्थ्यो लास्टै। सो आइ एम सो थ्याङ्कफुल होइन। अनि त्यही हो, थिसिस गर्दा चाहिँ अलिकति गाह्रो हुन्छ। सो म्यानेज गर्नुपर्छ। विकेन्डमा काम भयो भने चाहिँ इजी हुन्छ, किनकि युनिभर्सिटी जानु परेन नि त। सो सकभग थिसिस गर्नुभन्दा अगाडि चाहिँ सबैजनाले चाहिँ कि त सेभिङ गर्ने होइन, पैसा चाहिँ अलिकति सेभ गरेर राख्ने। अनि त्यो पिरियडमा कि त काम नगर्ने कि त थोरै आवर्स मात्र काम गर्ने होइन। तर डिपेन्ड्स तपाईँको थिसिस पनि कतिको इन्टेन्सिभ छ कस्तो छ भनेर होइन। बट जसले थिसिस गर्न स्टार्ट गर्नुहुन्छ बेटर अलिकति सेभिङ्स बनाएर राख्नु। अनि बेटर
विकेन्डमा काम होस् के, विकेन्डमा काम भयो भने चाहिँ इजी हुन्छ। अब मेरो चाहिँ जहिले पनि विकडेजमा मात्र काम थियो, त्यही भएर मेरो जहिले क्लास हुन्थ्यो कि उनी यो त्यो, अनि मलाई चाहिँ विकेन्डमा काम भयो नि हुन्थ्यो नि जस्तो लाग्थ्यो कि होइन। तर मेरो चाहिँ विकेन्ड जहिले नै फ्री हो, त्यो चाहिँ फेरि कस्तो राम्रो छ कि म विकेन्डमा जहिले फ्री। तर फेरि साथीहरूसँग सेड्युलै नमिल्ने कि, साथीहरू विकेन्डमा काम गर्ने, म विकडेमा काम गर्ने, अनि अलिकति बोरिङ चाहिँ हुन्थ्यो होइन। तर पनि रमाइलो थियो, मेरो विकेन्ड चाहिँ पुरै नै फ्री छ। सो त्यही हो। अनि जर्मनीमा ओभरटाइम भन्ने कुरा चाहिँ मैले अहिलेसम्म सुने छैन होइन, अनि हुँदैन पनि जस्तो लाग्छ, किनकि यहाँ लाइक वर्किङ अब 5 बजे काम सक्यो भने सक्यो, 5 बजे सबैजना जान्छ कि, कसैले पनि बसेर काम गर भन्दैन कि। अब लास्टै इमर्जेन्सी छ, त्यो सकाउनै पर्छ छ भने चाहिँ अब बसेर सकाइन्छ होइन। घरिघरि म ल्याबमा 6-7 बजेसम्म पनि बस्छु कि, किनकि त्यो चाहिँ अब गर्नै पर्छ नि त, छोडेर जान मिल्दैन। तर छोडेर जान मिल्छ, भोलि गर्नुपर्ने काम छ भने क्लक आउट गर्ने जाने, त्यो कसैले पनि बसेर गर भन्दैन। अनि बरु यता जर्मनीमा चाहिँ कस्तो कल्चर छ भने 9 to 5 भन्दा नि मान्छेहरू बरु बिहान छिटो आउँछ कि काममा। कोही 7 बजे नै आउँछ नि, 7 बजेदेखि आएर अनि दिनको 8 आवर्स हो नि त काम गर्ने फुल टाइम इम्प्लोइहरूले पनि। अनि उनीहरू बरु 3 बजे 4 बजे घर जान्छ क्या। इभिनिङ चाहिँ पुरै फ्री के, उनीहरूको स्पोर्ट्सको लागि अथवा बाहिर क्याफेमा गएर चिल गर्ने, रेस्टुरेन्ट जाने, के गर्ने त्यो गर्ने होइन। इभिनिङ चाहिँ यहाँ फ्री चाहिन्छ मान्छेहरूलाई, किनकि उनीहरूको इभिनिङ एक्टिभिटिजहरू हुन्छ होइन। सो त्यस्तो ओभरटाइम पे भन्ने पनि हुँदैन। तर आई गेस मैले चाहिँ अहिलेसम्म थाहा पाएको छैन होइन। तर यस्तो हुन्छ घरिघरि, अब कसैको सिफ्ट तपाईँले कभर गरिदिनु भयो भने लाइक एक्स्ट्रा पैसा चाहिँ आउँदैन तपाईँको, त्यो आफ्नै वर्किङ आवर्समा क्यालकुलेट हुन्छ नि, तपाईँले पछि काम गर्नु परेन होइन। तर यो सिफ्ट गरिदिए अनि यसको पनि एक्स्ट्रा पैसा दिन्छु भन्ने चाहिँ मलाई थाहा छैन। अहिलेसम्म मैले एक्सपिरियन्स चाहिँ गरेको छैन, मैले सुनेको पनि छैन होइन। सो अनि अर्को कुरा भनेको त युरोप त लाइक वर्क लाइफ ब्यालेन्सको लागि नै चिनिन्छ नि त। अनि यहाँ लाइक फुल टाइम इम्प्लोइहरूको पनि कति 6 विक पेड होलिडे हुन्छ, अनि त्यो होलिडे उनीहरूले लिनै पर्छ कि, लिँदिन भन्न पनि मिल्दैन क्या। अनि त्यो होलिडेको पैसा पनि आउँछ, अनि त्यो एट द इन्ड अफ द इयर कसैले होलिडे लिएको छैन भने इम्प्लोयरले लिटरली तपाईँलाई पुस गर्छ कि होलिडेमा जान। अनि यता त्यो होलिडेहरू चाहिँ यस्तो हुन्छ फेरि, तपाईँहरूले जे कुरा पनि फ्लेक्सिबल चाहिँ छ होइन, अनि के अरे लाइफ ब्यालेन्स पनि छ, बट तपाईँहरूले अगाडि नै प्लान गर्नुपर्छ कि। अब तपाईँले अर्को वर्ष होलिडे लिनुहुन्छ भने अब त्यो ठ्याक्क जनवरी सुरु हुन्छ नि त, त्यतिखेर तपाईँले आफ्नो क्यालेन्डरमा अपडेट गर्नुपर्छ कि। अनि त्यो अनुसारले कम्पनीले अब कुन महिनामा कसलाई छुट्टी, कुन महिनामा कसले छुट्टी लिने भनेर हेरेर, अनि त्यो अनुसार सेड्युलहरू पनि मिलाउनु पऱ्यो नि त कम्पनीले कामहरू। अनि त्यस्तो टाइममा इम्प्लोयरहरू छुट्टीमा भएको बेला कोही चाहियो भने उनीहरूले एज अ कन्ट्र्याक्ट वर्करहरू पनि हायर गर्छ कि, तर इम्प्लोयरलाई छुट्टी चाहिँ दिन्छ कि। अनि त्यही हो, तपाईँले अब यो जनवरी तपाईँ अब मे जुन जुलाई अगस्त कहिले छुट्टी लिने हो, अगाडि नै तपाईँको क्यालेन्डरमा अपडेट हुनुपर्छ कि म यति महिना यति दिनदेखि यतिसम्म चाहिँ म छुट्टी लिन्छु भनेर। सो त्यो प्लानिङ चाहिँ अगाडि नै दिने गर्नुपर्छ। त्यही भएर यहाँ जर्मनीमा यस्तो ट्राभल लाइक मान्छेहरूले 1-2 वर्ष अगाडि नै होलिडे प्लान गरे हुँदो रहेछ कि, त्यसको लागि त्यसको लागि इन्सुरेन्स पनि हुँदो रहेछ कि, इनकेस केही भएर जान पाएन, होलिडे क्यान्सल गर्नु पऱ्यो भने पैसा रिफन्ड आउने टाइपको। त्यही भएर यहाँ जेको पनि इन्सुरेन्स छ कि। वर्क लाइफ ब्यालेन्स चाहिँ छ, तर तपाईँले मजाले प्लान गर्नुभयो भने। अनि त्यही हो, आफ्नो सेड्युल चाहिँ भन्नुपर्छ। म भ्याउँदिनँ भनेपछि भ्याउँदिनँ भन्नुपर्छ। अब हाम्रो बारी चाहिँ कस्तो छ भने, कसैले यो भ्याउँछौ भन्यो भने होइन, अब सोधेछ नभ्याए पनि म जबरजस्ती भए पनि मिलाउँछु भनेर भ्याउँछु भन्छौँ नि त हामी होइन, त्यस्तो बानी छ नि त। तर त्यस्तो चाहिँ भन्नु भएन। अब तपाईँको सेड्युलमा फिट हुँदैन भने चाहिँ फिट हुँदैन भन्नुपर्छ होइन। उनीहरूले बुझ्छ कि, केही पनि सोच्दैन, लाइक तपाईँलाई रुड पनि सोच्दैन, नराम्रो पनि सोच्दैन। सो भ्याउँदैन भने भ्याउँदैन, अब एकदमै इमर्जेन्सी छ भने त कुरा छुट्टै हो। तर इन अ नर्मल डेजमा चाहिँ अब भ्याउँदैन भने भ्याउँदैन। त्यही भएर हामीले स्टडी चाहिँ कम्प्रोमाइज गर्नु पर्दैन कि। अब त्यो दिन काम गर्न भ्याउँदैन भने भ्याउँदैन, तपाईँको सेड्युल अनुसार। अब कहिलेकाहीँ चाहिँ अब मान्छेहरू चाहिएकै हुन्छ नि त, अनि त्यतिखेर चाहिँ अब आफूले बुझेर पनि लाइक सेड्युल फिक्स गर्नुपर्छ। बट नर्मली चाहिँ तपाईँलाई मिल्दैन भने चाहिँ मिल्दैन भन्नुपर्छ कि, जे कुरामा पनि हुन्छ हुन्छ भन्यो भने त उसलाई त हुने रहेछ भनेर गर्छ नि त। त्यही भएर हुँदैन भन्न चाहिँ सिक्नुपर्छ। अनि ओभरटाइम कल्चर भयो, यो त ओभरटाइम कल्चर त कमन छैन, तर कति। सो अर्को चाहिँ कसरी कम्युट गर्छ ट्राभलिङको लागि। सो यहाँ ट्राभलिङ त एकदम राम्रो छ, ट्रान्सपोर्टेसन त उबान, यसबान, ट्राम्प, बसहरू हुन्छ होइन। तर ठुलो ठुलो सिटीमा चाहिँ उबान, यसबान, ट्राम्प हुन्छ, सानो सिटीमा चाहिँ बस मात्र हुन्छ। फर इक्जाम्पल हाम्रो गिसेनमा बस मात्र छ, अनि ट्रेन छ होइन। त्यही पनि म चाहिँ स्टुडेन्ट डर्मेटरीमा बस्छु, अनि मलाई चाहिँ यहाँदेखि चाहिँ मेरो
युनिभर्सिटी जानको लागि चाहिँ 25 देखि 30 मिनट लाग्छ बसमा होइन। अनि बसहरू सबै टाइममै हुन्छ, घरिघरि ढिला हुन्छ, नभए नर्मल्ली इफिसियन्टै छ ट्रान्सपोर्टेसन चाहिँ। अनि प्लस हाम्रो ट्रान्सपोर्टेसन चाहिँ हाम्रो सेमेस्टर फीमा कभर्ड हुन्छ होइन। त्यसले चाहिँ हामीलाई अल ओभर द जर्मनी पब्लिक ट्रान्सपोर्टेसन जुन पनि लिन मिल्छ क्या, त्यो चाहिँ एकदम राम्रो छ स्टुडेन्ट्सको लागि बेनिफिट। सो तपाईँहरूले युरोपमा लाइक जर्मनीमा स्टुडेन्ट्सहरू घुमेको घुमै देख्नुभयो भने योसँग ओहो कति धेरै पैसा रहेछ नि नसोच्नु होला। हाम्रो सेमेस्टर टिकटमा के अरे त्यो ट्रान्सपोर्टेसन टिकट आइहाल्छ। सो जुन ट्रेन लिएर जहाँ गए पनि हुन्छ। त्यही भएर ट्राभल कस्ट नलागेपछि चाहिँ घुम्न सस्तै पर्छ नि त। अनि कुनै स्टुडेन्ट ड्रमहरू चाहिँ लाइक युनिभर्सिटीको नजिकै पनि हुन्छ। अनि त्यस्तोमा तपाईँ बस्नुहुन्छ भने त हिँड्दै 10 मिनट जस्तो। अनि यता चाहिँ प्रायः साइकलमा पनि, बाइसाइकल पनि धेरै चलाउँछ, तर मलाई चाहिँ आउँदैन होइन। अनि तपाईँसँग साइकल छैन भने पनि यहाँ डिफ्रेन्ट साइकलहरू छ कि रेन्ट गरेर लिन मिल्ने। फर इक्जाम्पल एउटा चाहिँ नेक्स्ट बाइक छ, त्यो चाहिँ स्टुडेन्ट्सहरूको लागि लाइक 45 मिनट्स चाहिँ फ्री हुन्छ। अनि 45 मिनट्सपछि चाहिँ पर आवर 1 युरो पे गर्नुपर्छ। सो चिपर नै छ। सो ट्रान्सपोर्टेसन एकदम राम्रो छ। डिलेजहरू घरिघरि हुन्छ। तपाईँहरूले जर्मनीको लाइक उबानको के अरे ट्रेनको डिबीको या के अरे डोचे बान भन्छ ट्रान्सपोर्ट, एउटा मेन ट्रेन कम्पनी होइन, त्यसको स्टोरीहरू देख्नुभयो होला होइन। बट ओभरअल नेपालको भन्दा त अति नै राम्रो भइहाल्यो होइन। नेपालमा त्यस्तो बसमा कोचेर कलेज जानु पर्थ्यो, ओ माई गड यो त स्वर्ग जस्तो भयो होइन। सो या त्यही भएर पहिला पहिला मलाई हुन्छ नि त्यो बसहरू ढिला हुँदा, ट्रेनहरू ढिला हुँदा त्यस्तो केही लाग्दैन थियो कि लाइक यो त अब लाइक हामी त अब कस्तो बसबाट अनि यता आएको, अनि त्यो चाहिँ कस्तो ग्रेटफुल लाग्थ्यो। तर आजकल अब बस्दै गएपछि चाहिँ हो कम्प्लेन गर्न मन लाग्छ होइन। हाउ मच स्टडी प्रेसर? सो जर्मनीमा चाहिँ स्टडी एकदम चिल छ। तपाईँलाई लाइक युनिभर्सिटीले चाहिँ प्रेसर दिँदैन, तर आफूले आफूलाई प्रेसर दिनुभयो भने छुट्टै कुरा हो होइन। तर के अरे युनिभर्सिटीले चाहिँ कुनै पनि प्रेसर दिँदैन। तपाईँलाई चिलमा पढाइ कम्प्लिट गर। यहाँ त सेमेस्टर ब्रेक लिएर पनि बस्न मिल्छ कि सेमेस्टर चलिरहेको बेला म यो सेमेस्टर पढ्दिनँ भन्दा नि हुन्छ कि। एज अ इनरोलमेन्ट चाहिँ गरिराख्नुपर्छ, इनरोल गरेन भने चाहिँ फेरि डिइनरोलमेन्ट हुन्छ होइन। सो सेमेस्टर फी चाहिँ पे गरिराख्नुपर्छ 6 मन्थमा होइन। त्यो भयो भने चाहिँ तपाईँ चाहिँ स्टुडेन्ट रहिराख्नुहुन्छ। सो स्टडी चाहिँ फ्लेक्जिबलै छ, एक्जाम फ्लेक्जिबल छ। अनि एउटा अर्को भनेको चाहिँ यहाँ 3टा चान्स हुन्छ कि एक्जाम दिने। फर्स्ट एक्जामिनेसन पिरियड, सेकेन्ड, थर्ड, अनि जुनमा तर मेन चाहिँ रजिस्टर चाहिँ गर्नुपर्छ। कोर्सहरू लिन पनि रजिस्टर गर्नुपर्छ, एक्जाम दिन पनि रजिस्टर गर्नुपर्छ। अनि एक्जाम रजिस्टर गरेपछि तपाईँलाई ओहो म त यो दिन सक्दिनँ जस्तो भयो भने एउटा सर्टेन पिरियड हुन्छ कि डिरजिस्टर गर्नको लागि पनि। अनि यहाँ चाहिँ 3टा चान्स हुन्छ नि त। अनि 3चोटिसम्म पनि त्यो सब्जेक्ट चाहिँ पास गरेन भने चाहिँ के गर्नुपर्छ भने त्यो सब्जेक्टबाट हटाइदिन्छ, के हो त्यसको वर्ड, इमेट्रिकुलेट हुनुपर्छ होइन। सो 3टा चान्स चाहिँ हुन्छ। तर एक्जामहरू पनि सजिलै हुन्छ, त्यस्तो गाह्रो हुँदैन। अनि तपाईँले सबै सेमेस्टरमा सबै कोर्स लिनुपर्छ भन्ने छैन, तपाईँले एउटा मात्र कोर्स लिए पनि हुन्छ, अनि नलिए पनि हुन्छ। तर त्यही हो सेमेस्टर फी चाहिँ पे गरिराख्नुपर्छ। तर अब धेरै नै सेमेस्टर कटिसकेपछि अब चाहिँ युनिभर्सिटीले सोध्न सक्छ किन नपढेको भनेर होइन। तर त्यो तपाईँहरूले अलिअलि कोर्स लिइरहनु भएको छ भने त्यस्तो फरक पर्दैन। अर्को मेन प्रब्लम चाहिँ आउने भनेको भिजा बढाउँदाखेरि अस्लन्डर बियोडेमा चाहिँ प्रब्लम आउने। लाइक तपाईँले हरेक सेमेस्टर एक एकवटा मात्र मोडल लिइराख्नु भएको छ भने चाहिँ अस्लन्डर बियोडहरूले चाहिँ सोध्न सक्छ किन भनेर होइन। सो मेरो केसमा चाहिँ मैले चाहिँ फर्स्ट र सेकेन्ड सेमेस्टरमा मैले सबै कोर मोड्युल सकाएको हो होइन। अनि एउटा टिप्स पनि के भने तपाईँहरू अब फर्स्टमा जर्मनी आउँदा त नयाँ नयाँ हुन्छ नि त। अनि काम पनि गर्न सुरु गरे हुँदैन होइन। अनि लाइक सबै सिस्टम बुझ्न खोजिराख्नु भएको हुन्छ होइन। सो फर्स्ट र सेकेन्ड सेमेस्टरमा चाहिँ सक्दो आफ्नो स्टडिजमा फोकस गर्नु कि, किनकि त्यति बेला चाहिँ कोर मोड्युल्सहरू हो नि त। अनि तपाईँले काम पाउनु भएन भने बरु के अरे स्टडिजमै फोकस गर्ने, सबै कोर मोड्युल्सहरू चाहिँ फर्स्ट र सेकेन्ड सेमेस्टरमा सकाउने कोसिस गर्नु। अनि राम्ररी पढ्नु। अनि थर्ड सेमेस्टर फोर्थ सेमेस्टर चिल गर्दा पनि हुन्छ होइन। केही कोर्स नलिए पनि भयो, एउटा दुइटा प्रोफाइल मोड्युल लिए पनि भयो। अनि थिसिस चिलमा गरे पनि हुन्छ। लाइक तपाईँहरूलाई 2 वर्षमै ग्रेजुएट हुनु छैन भने, तर अलग इनकेस तपाईँहरूले काम पाउनु भएन फर्स्टमा आउँदा अनि के गर्ने कस्तो अलमल पर्नु हो भने चाहिँ पढाइमा फोकस गर्नु, कोर मोड्युल्सहरू चाहिँ मजाले सकाउनु। अनि एक्जामको चाहिँ प्रेसर हुन्छ। कस्तो प्रेसर भने तपाईँहरूले फर्स्टदेखि पढ्नु भएको छैन भने चाहिँ एक्जामको लास्टै प्रेसर हुन्छ। नेपालको जस्तो हुँदैन कि, नेपालमा चाहिँ हामीलाई एक्जाममा होलिडे हुन्छ नि त, 1 हप्ता कि त 2 दिन 3 दिन बिदा हुन्छ नि त। यहाँ चाहिँ तपाईँको कोर्स भइरहेको हुन्छ, अर्को हप्ता एक्जाम हुन्छ कि। फर इक्जाम्पल तपाईँको कोर्स आज मन्डे सकिन्छ, अर्को मन्डे चाहिँ तपाईँको एक्जाम हुन्छ कि। अब त्यो होल हप्ता त बिदा जस्तो भएन नि त, किनकि ट्युसडे वेन्सडे थर्सडे तपाईँसँग अर्को कोर्स पनि होला। अनि सबै कोर्सको त्यस्तै हुन्छ कि, तपाईँको ल मन्डे एउटा कोर्स छ, ट्युसडे एउटा कोर्स छ नि, अर्को हप्ता मन्डे पनि एक्जाम, ट्युसडे पनि एक्जाम कि। सो यहाँ एक्जाममा पढ्ने बिदा चाहिँ हुँदैन होइन। ठ्याक्क लहरै हुन्छ कि, लाइक आज कोर्स
आज कोर्स सक्यो भने अर्को हप्ता त्यही डेटमा लाइक अब तपाईँको क्लास जहिले मन्डे हुन्छ नि अर्को हप्ताको मन्डे एक्जाम हुन्छ कि सो एक्जामको लागि पढ्ने टाइम चाहिँ हुँदैन त्यही भएर तपाईँले पहिलेदेखि नै प्रिपेयर चाहिँ गरेर राख्नुपर्छ अनि एक्जामको लागि त्यस्तो धेरै केही पढ्नु पर्दैन मेन भनेको चाहिँ तपाईँले बुझ्नुपर्छ लाइक द मेन आइडिया चाहिँ के हो भनेर बुझ्नुपर्छ अनि यता चाहिँ लाइक त्यही प्रेजेन्टेसनहरूबाटै स्लाइडहरूबाटै पढ्ने बुक पढ्न मन लाग्यो भने लाइब्रेरीबाट पढ्दा हुन्छ अनि अर्को भनेको चाहिँ एउटा यहाँ स्टडी ड्राइभ भन्ने छ होइन त्यहाँ चाहिँ तपाईँले ओल्ड क्वेसनहरू पनि पाउनुहुन्छ तर आफ्नो युनिभर्सिटीको नि एक्जामिनेसन फ्याकल्टीबाट चाहिँ ओल्ड क्वेसनहरू दिइरह हुन्छ होइन अनि जर्मनीमा एउटा राम्रो के छ भने ओल्ड क्वेसनहरू दोहोरिन्छ सो एक्जाममा चाहिँ ओल्ड क्वेसन हेर्न नबिर्सिनु होला तर एक्जामको प्रेसर चाहिँ पर्छ तपाईँले पहिलादेखि पढ्नु भएको छैन भने चाहिँ कि त के गर्दा हुन्छ नि एउटा मोड्युलको एक्जाम फर्स्ट एक्जामिनेसन पिरियडमा दिने अर्को मोड्युलको एक्जाम सेकेन्ड एक्जामिनेसन पिरियडमा दिने अर्को मोड्युलको एक्जाम थर्ड एक्जामिनेसन पिरियडमा दिने त्यस्तो गर्नुभयो भने चाहिँ एक्जाम प्रेसर हुँदैन होइन तर सबै म फर्स्ट एक्जामिनेसन पिरियडमै दिन्छु भन्नुभयो अनि तपाईँले पढ्नु भएको छैन भने चाहिँ लास्टै प्रेसर हुन्छ अनि अर्को टिप्स भनेको सबै एक्जाम थर्ड एक्जामिनेसन पिरियडमा दिने कि मैले चाहिँ प्रायः सबै फर्स्टमा दिँदै फर्स्टमा ठिकै हुन्छ होइन अनि सेकेन्डमा चाहिँ अलिकति गाह्रो क्वेसन हुन्छ अरे अनि थर्डमा चाहिँ सजिलो हुन्छ अरे कि किनकि थर्ड एटेम्प हो नि त अनि सबैजना पास होस् भन्ने हिसाबले अनि प्लस त्यो फर्स्ट एक्जामिनेसन पिरियड सेकेन्ड एक्जामिनेसन पिरियडमा आएको क्वेसनहरू अति नै दोहोरिन्छ कि थर्ड एक्जामिनेसन पिरियडमा तर त्यही हो क्वेसन पेपर चाहिँ लाइक अब फोटो खिच्न मिल्दैन बाहिर ल्याउन मिल्दैन तर कोहीले अपलोड गरिरहेको हुन्छ कि त्यो सम्झेको हिसाबमा सो त्यो चाहिँ तपाईँले त्यो स्टडी ड्राइभतिर पाउन सक्नुहुन्छ कि होइन सो त्यो भयो भने चाहिँ अनि थर्ड एक्जामिनेसन पिरियड दिने राम्रो ग्रेड्स चाहिएको छ भने चाहिँ तर अब तपाईँ एकदम पढ्नुहुन्छ थाहा छ भने त फर्स्टमै दिँदा नि हुन्छ मैले चाहिँ प्रायः फर्स्टमा दिएको होइन सो त्यही हो एक्जामिनेसन पनि प्रेसर चाहिँ हुन्छ तर तपाईँले सेड्युल्स मिलाउनु भयो भने हुन्छ लाइक यो एक्जाम म यतिखेर दिन्छु यो एक्जाम यतिखेर दिन्छु यो एक्जाम यतिखेर दिन्छु भन्नुभयो भने चाहिँ हुन्छ अनि फ्लेक्सिबिलिटी चाहिँ छ त्यसको लागि अनि कोर्स लोड त्यही हो घरिघरि चाहिँ अति नै हुन्छ किनकि कति धेरै पढ्नुपर्ने हुन्छ नि त 3 महिना लिटरली 3 महिनामा सेमेस्टर अनि कोर्स लोडको लागि चाहिँ है घरिघरि चाहिँ मलाई चाहिँ एकदम धेरै लोड हो जस्तो लाग्छ होइन एउटा लेक्चर कति घन्टाको 3 घन्टाको कि 4 घन्टाको हुन्छ नि त्यत्रो लामो लेक्चरमा के पढ्ने के लाइक आधी घन्टा पछि त कन्सन्ट्रेसन जान्छ नि त होइन अनि आफूले घरमा मजाले पढेन भने चाहिँ गाह्रो नै हुन्छ अनि घरिघरि चाहिँ कति धेरै पढाइमा फोकस गर्न मन लाग्छ कि अनि अब काम पनि गर्नुपर्छ नि त अनि त्यही भएर मलाई घरिघरि 80 आवर्स ओ माई गड टु मच जस्तो लाग्छ कि होइन तर त्यही हो फर्स्ट र सेकेन्ड सेमेस्टरमा चाहिँ गाह्रो हुन्छ दुई कोर मोड्युल्स हुन्छ नि त सबै तर तपाईँहरूले सबै सकाउन खोज्नु भएन भने चाहिँ त्यस्तो कोर्स लोड बढी हुँदैन तर त्यही हो 3 महिनामा सबै एउटा के अरे कोर्स सकिन्छ त्यसपछि 4 महिना भनेको फर्स्ट एक्जामिनेसन पिरियड 5th महिनामा सेकेन्ड 6th महिनामा थर्ड अनि एउटा सेमेस्टर ब्रेक अनि फेरि अर्को सेमेस्टर सुरु हुन्छ नि त अनि त्यही हो लेक्चर आवरहरू चाहिँ एकदमै लामो हुन्छ 3 घन्टादेखि 4 घन्टा तर जहिले 3 घन्टा हुँदैन कहिलेकाहीँ प्रोफेसरले छिटो पढाउनु भयो भने 2 घन्टामा पनि सकिन्छ होइन तर लेक्चर चाहिँ लास्टै लामो हुन्छ त्यो चाहिँ मलाई मन पर्दैन अनि अर्को भनेको चाहिँ पहिला आउँदा चाहिँ के हुन्थ्यो भने एक्सेन्ट बुझ्न गाह्रो के इङ्ग्लिस त इङ्ग्लिस तर अब हाम्रो एक्सेन्ट छुट्टै छ अब यता बोल्ने एक्सेन्ट छुट्टै हुन्छ नि त अनि त्यो अब हामीले बोर्डिङ स्कुल पढ्यो भने मैले त लाइक हामीलाई त सरहरूले नेपालीमा पढाउनु हुन्थ्यो होइन तर हामीले इङ्ग्लिसमा पढ्थ्यो होइन त्यस्तो टाइपले पढेको नि त अनि अब यता त प्रोफेसरले फर्र इङ्ग्लिसमा पढाउनुहुन्छ नि त अनि सो पहिला फर्स्टमा चाहिँ एडजस्ट हुन त्यो पनि गाह्रो हुनसक्छ मलाई फर्स्ट सेमेस्टरमा कुनै प्रोफेसरहरूको कस्तो बुझ्दैन थियो कि के भने कि इङ्ग्लिस त इङ्ग्लिस तर बुझ्दैन थियो हाउ इज योर स्लिप सेड्युल एन्ड हाउ वेल डज इट फिट विथ योर वर्क स्टडी रुटिन सो मेरो स्लिप सेड्युल चाहिँ मैले गर्दा नै बिग्रा हो होइन अब सबजना धेरै सोसल मिडिया चलाउने हो भने चाहिँ त्यही हो तर मलाई चाहिँ लाइक इनफ स्लिप चाहिँ पुग्छ मेरो काम पढाइ त्यस्तो ऊ छैन सो नर्मली मेरो चाहिँ एउटा के चाहिँ छ भने मैले जहिले बिहान छिटो चाहिँ उठ्नुपर्छ त्यो मलाई मन पर्दैन तर जे कुरा पनि बिहान क्या अब तपाईँको क्लास पनि जहिले कति 7 बजे 8 बजेदेखि सुरु हुन्छ कि होइन अनि मेरो काममा पनि म जहिले बिहानै जान्छु कि म प्रायः 8 बजेदेखि काम सुरु गर्छु अनि ल्याबमा पनि म बिहानै जान्छु कि 8 बजेदेखि सो यहाँ बिहान उठ्नुपर्ने चाहिँ अलिकति झ्याउ छ होइन तर राम्रै हो बिहानभरि सुत्नु पनि हुँदैन होइन अनि बिहान छिटो उठ्यो भने दिन पनि लामो लाग्छ अनि काम पनि धेरै भ्याउँछ होइन अनि बेलुका चाहिँ म प्रायः लाइक 12 बजे सुत्छु कहिलेकाहीँ 10 बजे पनि सुत्छु लास्ट थाकेछ भने चाहिँ 10 बजे पनि सुत्छु नभए प्रायः अब इन्स्टाग्राम स्क्रोल गर्न थाल्यो भने चाहिँ 12 बज्छ होइन तर बिहान चाहिँ म जहिले 6 बजे उठ्छु किनकि सबै थोक मेरो बिहानै छ क्या अनि मलाई विकेन्ड चाहिँ कस्तो मनपर्छ कि लाइक विकेन्ड आयो भने चाहिँ मलाई हुन्छ नि मैले सबै थोक बिर्सिन्छु कि म अर्कै दुनियाँमा छु जस्तो लाग्छ कि किनकि त्यो पुरै विकभरि कति धेरै प्रेसर हुन्छ नि त अनि विकडेजमा चाहिँ विकेन्डमा चाहिँ बिहानभरि सुत्न मिल्छ केही गर्नु पर्दैन अनि मलाई त
छुट्टै युनिभर्समा गएँ जस्तो लाग्छ के। सो मलाई चाहिँ सबसे धेरै प्रेसर चाहिँ मैले थेसिस स्टार्ट गरेदेखि भएको हो होइन। तर अब मेरो थेसिस लगभग सकिन आँट्यो, तर स्टिल मलाई थेसिसको प्रेसर छ क्या होइन। त्यस्तो थेसिसमा पनि त्यस्तो धेरै ल्याब वर्क छैन कि मेरो होइन। तर के हुन्छ भने घरि के त्यो सानो सानो काममा गइराख्नुपर्ने, गरिराख्नुपर्ने, अनि त्यो कामले कति टाइम लाग्ने कि होइन। अनि त्यो कस्तो होल डे दिनुपर्ने कि होइन। अनि म त त्यो थेसिस गर्दा चाहिँ मलाई कस्तो भएको थियो भने मान्छेहरूले फुल टाइम काम कसरी गर्छ भएको थियो कि है। किनकि एभ्री डे जाऊ 8 घन्टा 9 घन्टा बस अफिसमा, अनि घर फर्क कस्तो टायर्ड हुने कि। अनि विकेन्ड आउँदा त ओहो स्वर्गै हुने। त्यही भएर म पहिला कति धेरै घुम्थेँ विकेन्डमा। म जहिले विकेन्डमा एउटा न कुनै कुनै नयाँ सिटी जान्थेँ। तर मेरो थिसिस स्टार्ट गर्दाखेरि म कहीँ पनि घुमेको छैन कि। आई निड रेस्ट। हाउ मच टाइम डु यु गेट फर लेजर रेस्ट अर पर्सनल एक्टिभिटिज? सो त्यही हो मेरो चाहिँ विकेन्डमा जहिले पनि फ्री हो, अनि म चाहिँ इभिनिङमा आफ्टर 5 जहिले पनि फ्री हो। सो मैले चाहिँ इभिनिङमा घरिघरि म आजकल चाहिँ ब्याडमिन्टन खेल्छु है साथीसँग, हप्तामा एकचोटि। अनि अर्को भनेको चाहिँ स्पोर्ट्स क्लासहरू लिएको थिएँ कि मैले कुनै कुनै, तर मैले कति धेरै लिएको थिएँ कि होइन। मलाई चाहिँ यस्तो लाग्छ कि म चाहिँ आफ्टर 5 सबै फ्री हुन्छ, अनि मलाई चाहिँ लाइक के गरौँ हुन्छ कि। अनि पढेन भने अनि मैले चाहिँ कति धेरै एक्टिभिटिजहरू लिन्छु, अनि म एक दिन जान्छु अनि अर्को दिनदेखि म जाँदिनँ। सो मेरो त्यो लास्टै नराम्रो बानी छ कि है। मैले यति धेरै स्पोर्ट्स क्लासहरू जोइन गरेको थिएँ। मैले जुम्बा जोइन गरेँ, त्यो पनि 2 हप्ता गयो होला, त्यसपछि गइनँ। त्यसपछि मैले साथीसँग ब्याडमिन्टन स्टार्ट गरेँ। त्यो ब्याडमिन्टन चाहिँ मैले कन्टिन्युटी दिइरहेको छु। त्यसपछि मैले जिम जोइन गरेँ। जिममा 2 हप्ता गएँ, त्यसपछि गइनँ होइन। कस्तो हुन्छ भने कस्तो फ्री छु जस्तो लाग्छ कि होइन। अनि मैले कति धेरै लिन्छु एक्टिभिटिजहरू फ्री भएको बेला। एक दिन फ्री भयो भने ओहो म त यति फ्री भनेर म के जोइन गर्छु कि होइन। अनि त्यहाँपछि भोलिपल्ट कामको प्रेसरले त्यो दिमागै ह्याङ हुने कि होइन। होइन मलाई त सुत्न मन छ जस्तो भने अनि अल्छी लागेर आउने, म जाँदिनँ कि होइन। तर मेरो केसमा चाहिँ त्यही हो, मैले चाहिँ इभिनिङमा चाहिँ मैले केही न केही गरिरहेको हुन्छु। अनि विकेन्डमा पनि मैले आजकल चाहिँ त्यस्तो धेरै गर्दिनँ, किनकि मलाई रेस्ट नै चाहिन्छ नि, प्लस पढ्न पनि फोकस गर्नुपर्छ होइन। त्यही भएर त्यस्तो खासै केही गर्दिनँ। नभए चाहिँ नभए त्यही घुम्ने, घरिघरि साथीहरूसँग भेट्ने। म त बजार लाइक मार्केट पनि जाँदैन त्यस्तो धेरै म आजकल। सो या थिसिस स्टार्ट भएदेखि चाहिँ मेरो लेजर एक्टिभिटिज त छ, तर पनि मैले त्यस्तो एक्टिभली चाहिँ गरेको छैन। तर म स्टिल फ्री चाहिँ फ्री छु, तर स्ट्रेसवाला फ्री के। आई डोन्ट नो। बट टाइम हुन्छ यहाँ, किनकि यहाँ 5 बजे बस्दा अफिसमा कोही पनि हुँदैन। सो आफ्टर 5 त लाइक लेजर एक्टिभिटिजको लागि नै टाइम हो, अनि विकेन्ड। सो मेरो विकेन्डमा काम छैन, सो म स्याटरडे सन्डे फ्री हो। सो हाउ डु कलेज असाइनमेन्ट्स एन्ड प्रोजेक्ट इम्प्याक्ट युर ओभरअल वर्क लाइफ ब्यालेन्स? त्यस्तो त्यही एक्जामको कुरा गरिहालेँ। अनि यहाँ प्रायः जर्मनीमा मोड्युल्सहरू चाहिँ कस्तो छ भने हामीले रिटन एक्जाम दिनुपर्ने खालको छ कि, त्यस्तो धेरै असाइनमेन्ट बेस छैन। अनि प्लस बिचमा त्यो असाइनमेन्टहरू भइराख्दैन कि। फर एक्जाम्पल कुनै सब्जेक्टको चाहिँ 80% असाइनमेन्ट हुन्छ भने 20% रिटन एक्जाम हुन्छ। तर त्यो असाइनमेन्ट त्यस्तो धेरै हुँदैन। एउटा एक्जाम बेसिसमै हुन्छ कि असाइनमेन्ट चाहिँ। सो त्यस्तो धेरै वर्कलोड चाहिँ हुँदैन। त्यही पढ्नु चाहिँ पर्छ, किनकि यहाँ धेरै रिटन एक्जाम हुन्छ असाइनमेन्ट भन्दाखेरि पनि। अनि म चाहिँ एकदमै भेरी ब्याड एट टाइम म्यानेजमेन्ट, किनकि मलाई चाहिँ मैले हेभी जब गर्ने भएर पनि मलाई फ्लेक्सिबिलिटी धेरै छ। अनि प्लस मेरो त्यस्तो धेरै वर्कलोड पनि हुँदैन। अनि प्लस मेरो काम गर्ने ठाउँ पनि नजिकै छ क्या। म हिँड्दै गएँ भने 20 मिनटमा पुग्छु होइन, 20 कि 30 मिनटमा पुग्छु। अनि मलाई चाहिँ आफैलाई लाग्छ कि मैले हेर्दाखेरि चाहिँ मेरो चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ एकदमै नराम्रो छ। अनि त्यो सेड्युल म्याच गर्ने, अनि कहिले पनि मेरो चाहिँ सेड्युल अनुसार चाहिँ मेरो लाइफ मुभ भएको छैन होइन। मैले कति धेरै प्लानहरू यस्तो यस्तो बनाए हुँदैन। घरिघरि लाइक म यतिखेर काम गर्छु भन्यो, अनि त्यतिखेरै सुपरभाइजर छुट्टीमा अथवा बिमारी हुने के हुने है, अनि गर्न नमिल्ने। म फ्री भएको बेला घरिघरि मेरो काममा कस्तो हुन्थ्यो भने ल्याबमा चाहिँ फेरि यता के छ भने एक्लै काम गर्न मिल्दैन कि होइन। त्यो चाहिँ सेफ्टी रिजनको लागि। अब तिमीले एक्लै काम गरिरहेछ, फ्रेन्ड भयो केही भयो भन्ने हिसाबले होइन। अनि मेरो कस्तो थियो भने घरिघरि मैले एकचोटि मार्चमा मैले होल मार्च चाहिँ के अरे कामबाट छुट्टी लिएको कि मैले थिसिसमा फोकस गर्छु भनेर। अनि मेरो एक्सपेरिमेन्टै नभइदिरहेको लाइक त्यो जुन स्टार्ट गर्नुपर्ने मेरो सुपरभाइजर नभएर मेरो एक्सपेरिमेन्टमै नभइदिरहेको। म न त काममा गएँ न त मैले थिसिस गरेँ, मेरो मार्च यत्तिकै गयो। सो मेरो चाहिँ टाइम सेड्युल आफ्नै टाइम म्यानेजमेन्ट स्किल्स पनि एकदम नराम्रो छ। नि प्लस मेरो लाइफ चाहिँ कस्तो छ भने अहिले मैले भनेअनुसार सेड्युलमा कहिले पनि चलेको छैन, कहिले पनि चलेको छैन। त्यही भएर मेरो यति धेरै पेन्डिङ आवर्स छ काममा पनि पुरा गर्न है। सो त्यही हो।
अर्को भनेको मैले एकचोटि चाहिँ के अरे मेरो युनिभर्सिटीमा माइन्ड बिहेभियर समथिङ एउटा कोर्स छ क्या, अनि त्यहाँ चाहिँ लाइक उनीहरूले डिफ्रेन्ट एक्सपेरिमेन्टहरू गराइरहन्छ, अनि एउटा कोर्स पनि थियो कि त्यो टाइमहरू चाहिँ कसरी म्यानेज गर्ने, टाइम स्किल म्यानेजमेन्ट भनेर, अनि मैले जोइन पनि गरेको थिएँ, तर जर्मनमा रहेछ कि उनीहरूले इङ्ग्लिसमा गर्दैन रहेछ। अनि मैले कति सोचे पनि थिएँ कि म त कुनै क्लास लिने होला यस्तो यो स्किल सिक्नको लागि भनेर, किनकि आइ एम भेरी ब्याड एट म्यानेजिङ टाइम, अनि प्लस मेरो लाइफ पनि भने जस्तो गएको छैन। सो मैले गिभ अप गरेछु होइन, जे हुन्छ हुन्छ, मैले यत्तिकै छोडेछु। सो त्यही हो, अहिले मलाई त्यस्तो धेरै प्रेसर पनि छैन, एउटा ऊ भनेको अलिकति थेसिसको हो, नभए त्यस्तो ऊ पनि छैन, तर या मैले चाहिँ धेरै टाइम वेस्ट गरेँ जस्तो लाग्छ मलाई होइन। बट तपाईँहरूले त्यही हो, तपाईँहरूसँग राम्रो टाइम स्किल म्यानेजमेन्ट छ भने जर्मनीमा स्टुडेन्ट लाइफ त्यस्तो गाह्रो छैन। ओभरअल इन यर ओन वर्ड्स हाउ, अब चाहिँ हामी कन्क्लुजनमा जाऊँ होइन। ओभरअल इन यर ओन वर्ड्स हाउ वुड यु डिस्क्राइब द वर्क लाइफ ब्यालेन्स इन जर्मनी? सो जर्मनीमा वर्क लाइफ ब्यालेन्स राम्रो छ होइन, सबैले राम्रो छ भन्छ। युरोप किन आउने भन्दा त वर्क लाइफ ब्यालेन्सको लागि, अनि तपाईँहरूसँग कति धेरै राइट्स पनि हुन्छ होइन, आफ्नो वर्क राइट्स पनि हुन्छ, अनि पेड लिभ पनि हुन्छ। फर एक्जाम्पल म 80 आवर्स काम गर्छु मन्थली, अनि मैले 6 मन्थ अथवा 1 इयर कन्ट्र्याक्ट छ भने मैले त्यही अनुसारको पेड लिभ पाउँछु क्या। मैले 1 इयर कन्ट्र्याक्टमा मैले 1 महिना छुट्टी पाउँछु कि पेड, लाइक 80 आवर्स हो भने मैले 76 आवर्स चाहिँ पेड लिभ पाउँछु। अनि यहाँ सिक लिभ पनि पाउँछ, अनि सर्टेन सिक लिभहरू पेड पनि हुन्छ होइन। अनि तपाईँहरूलाई त्यो इम्प्लोयरहरूले यहाँ कसैले पनि तपाईँलाई ओभरटाइम गर, धेरै गर भनेर भन्दा पनि भन्दैन होइन। त्यो नेसेसरी छ भने घरिघरि ओभरटाइम गर्नुपर्छ। फर इक्जाम्पल सेल कल्चर ल्याबहरू कुनै कुनै यो इन्टु ओके, फेरि कन्क्लुजन। सो ओभरअल जर्मनीमा वर्क लाइफ ब्यालेन्स चाहिँ राम्रै छ, तर डिपेन्ड्स अपन तपाईँको टाइम स्किल म्यानेजमेन्ट अनि तपाईँको सेड्युल्स पनि, अनि तपाईँले कसरी गर्नुहुन्छ। त्यही भएर तपाईँहरूले जे पनि सुरु गर्नुभन्दा अगाडि, लाइक तपाईँको सेमेस्टर अगाडि सुरु हुनुभन्दा अगाडि नै तपाईँले के अरे आफ्नो एउटा टाइम सेड्युल चाहिँ स्केच गर्नुपर्छ कि यो कोर्स यो यतिखेर चाहिँ यो यस्तो छ भनेर, अनि त्यही अनुसार आफ्नो जबमा पनि त्यही अनुसार टाइम सेड्युल गर्नुपर्छ। सो तपाईँहरूले चाहिँ म यतिखेर भ्याउँदिनँ यस्तो यस्तो अगाडि नै भन्नुभयो भने चाहिँ तपाईँहरूलाई जब तपाईँहरूको जबमा पनि कन्सिडर गर्छ कि, तर लास्ट आवर चाहिँ भन्न मिलेन कि। लास्ट आवर भन्यो भने त कसले नै गर्छ होइन, नेपालमा पनि त्यस्तो हुँदैन नि त। अनि यहाँ होलिडेहरू पेड होलिडेज पाउँछ। फर इक्जाम्पल मेरो 1 इयरको कन्ट्र्याक्टमा मैले 76 आवर्स चाहिँ, म 80 आवर्स काम गर्छु नि त मन्थली, सो मैले 76 आवर्स चाहिँ पेड होलिडे पाउँछु, अनि सर्टेन सिक लिभ पनि पाउँछ कति पर्सेन्टसम्म होइन। सो सिक लिभमा चाहिँ लाइक तपाईँ 8 आवर्स काम गर्नुहुन्छ भने तपाईँ 4 आवर्स चाहिँ पेड हुन्छ, 4 आवर्स चाहिँ अनपेड हुन्छ होइन। त्यो पनि राम्रो छ। अनि कसैले पनि यहाँ तपाईँलाई हुन्छ नि यो काममा पेलाउँदैन के यहाँ, तर एउटा एक्सपेक्टेसन चाहिँ के काम चाहिँ छिटो गर्नुपर्छ, अनि लाइक मजाले गर्नुपर्छ त्यो बिस्तारी होइन, गर्दिनँ जस्तो टाइपले चाहिँ स्ल्याकिङ के हो इङ्ग्लिस वर्ड मैले बिर्सेँ होइन, तर त्यही हो, राम्रो काम चाहिँ गर्नुपर्छ। अनि राम्रो काम गऱ्यो भने त जहाँ पनि मान्छेले राम्रो मानि नै हाल्छ, तर तपाईँलाई त्यस्तो ओभरटाइम गराउने अनि हेप्ने यता त्यता चाहिँ हुँदैन यहाँ, किनकि तपाईँहरूको आफ्नै राइट्स पनि हुन्छ है, वर्कर्स राइट पनि हुन्छ। सो राम्रो छ। अनि अब कुनै कुनै वर्क प्लेसहरू त टक्सिक पनि होला होइन, तर मेरो वर्क प्लेस चाहिँ एकदम राम्रो छ। सो मलाई चाहिँ मनपर्छ होइन, तर अब सबै राम्रो हुँदैन, कुनै कुनै ठाउँहरू वर्क प्लेसहरू नराम्रो पनि होला होइन, त्यो चाहिँ। What advice would you give to someone planning to move to Germany for studies or work regarding managing their time and lifestyle? So advice भनेको चाहिँ मेन चाहिँ जर्मन ल्याङ्ग्वेज सिकेर आउनु होइन, अनि ओपन टु न्यू थिङ्स, लाइक अब नयाँ देशमा आइरहेछ भनेपछि उनीहरूको कल्चरहरूलाई पनि अप्नाउन सिक्नु पऱ्यो होइन, रेस्पेक्ट गर्नु पऱ्यो, अनि एडजस्ट हुन खोज्नु पऱ्यो, लाइक पुरै चेन्ज गर्नुपर्छ आफूलाई भनेको होइन, लाइक एप्रिसिएट उनीहरूको कल्चर पनि रेस्पेक्ट गरेर आफू पनि के भने एप्रिसिएट गर्ने टाइपको। अनि अर्को भनेको चाहिँ सबै कुरा प्लान चाहिँ गर्नुपर्छ, लाइक जहिले पनि बिगिनिङ अफ द सेमेस्टरमा प्लान गर्ने तपाईँ स्टुडेन्टहरूले चाहिँ के गर्ने, यो सेमेस्टर कसरी जान्छ भनेर। आई नो बिचबिचमा लाइक प्लान गरे अनुसार हुँदैन, यता त्यता फ्लेक्सिबिलिटीहरू हुन्छ, तर त्यही हो, प्लान चाहिँ गर्नु पऱ्यो। अनि अर्को भनेको चाहिँ तपाईँलाई चाहिँ मिल्दैन भने मिल्दैन, नो भन्न चाहिँ सिक्नुपर्छ। अनि तपाईँले मलाई यो चाहिँ यो बेला चाहिँ मिल्छ, यो यस्तो मिल्दैन, तर म होइन उनीहरूले भनेको छ म गर्छु भनेर चाहिँ भन्नु भएन, तपाईँले आफ्नो कन्डिसन चाहिँ राख्न जान्नुपर्छ होइन। अनि अर्को भनेको त्यही हो, चिलमा आउने ल कसरी कन्क्लुड गर्ने नै, लाइक
ओट्स चाहिँ होइन तर त्यही हो यहाँ स्टुडेन्ट लाइफ त राम्रै छ किनकि अब ट्युसन फी छैन नि त ट्युसन फी नभएपछि तपाईँलाई त्यस्तो फीको टेन्सन भएन तर मलाई घरिघरि सेमेस्टर फी तिर्न पनि टेन्सन हुन्छ होइन किनकि अब यहाँ लाइक त्यो एकैचोटि 6 सेमेस्टर अब लाइक मन्थली 1000 अनि 1200 कमाइरहेको छ भने अनि त्यो पैसा सेभ गरेको छैन भने चाहिँ एउटा मन्थमा चाहिँ सेमेस्टर फीको एक्स्ट्रा एक्सपेन्स आउँछ नि त अनि अहिले चाहिँ जर्मनीमा सेमेस्टर फी पनि बढेको बढेछ म पहिला इनरोल हुँदा 270 थियो त्यसपछि 320 भयो त्यसपछि 350 भयो त्यसपछि 400 भयो अहिले 450 भएको छ होइन अनि कतिवटा स्टेटमा त अब जर्मनीमा पनि के अरे सेमेस्टर के अरे ट्युसन फी राख्न लागेको रहेछ है हाम्रो युनिमा पनि कति फन्डहरू कट भएको क्या लाइक त्यो पैसा छैन स्टेटसँग भनेर है सो आई थिङ्क युरोप पढ्न आउने भनेकै स्टडी र वर्क ब्यालेन्सको लागि हो जस्तो लाग्छ किनकि यहाँ ब्लक अकाउन्ट पनि छ नि त स्टुडेन्टको लागि हो भनेर तर अभियसली त्यो ब्लक अकाउन्ट त हामीले अब घर पठाउनुपर्छ सबैको सेम कन्डिसन हुँदैन होइन तर तपाईँहरूले मजाले 80 आवर्स काम गरेर सर्भाइभ गर्न सक्नुहुन्छ नि आफ्नो पढाइ पनि राम्ररी पुरा गर्न सक्नुहुन्छ सो म चाहिँ के भन्छु भने जर्मनी आउनु हुँदैछ भने चाहिँ के हिसाबले आउनु भने तपाईँ चाहिँ पढ्ने हिसाबले कि पैसा कमाउँछु होइन कि म पढ्छु राम्रो गर्छु अब राम्रो पढेर कि त नेपाल जाने हो कि गर्ने हो यतै जब गर्ने हो कि गर्ने हो होइन लाइक एम राखेर आउनु होइन तर पढ्छु भनेर आउनु त्यो पैसा कमाउँछु भन्ने हिसाबले चाहिँ नआउनु त्यस्तो पैसा कमिँदैन तपाईँलाई सफिसियन्ट पुग्ने पैसा कमिन्छ अनि प्लस तपाईँले सेभ पनि गर्न सक्नुहुन्छ अब त्यस्तो धेरै खर्च गर्नु भएन भने मेरो केसमा चाहिँ म धेरै घुमिरहेको छु होइन त्यही भएर मेरो त्यस्तो सेभिङ छैन तर गर्न सकिन्छ इट अल डिपेन्ड्स अपन यु अनि टाइम म्यानेजमेन्ट गर्न पनि एउटा स्किल हो रहेछ भन्ने मलाई अहिले लाग्छ होइन तर लाइफ ह्यापेन्स सोचे जस्तो जाँदैन होइन त्यही भएर त्यही हो गिभअप गर्नु हुँदैन वाउको त मोटिभेसनल स्पिकर जस्तो भयो सो स्टुडेन्टहरूलाई चाहिँ टप 3 सजेसन भनेको जर्मन सिकेर आउनु एटलिस्ट A2 भए पनि सिकेर आउनु मेरो बिगेस्ट रिग्रेट जर्मन सिकेर नआउनु अर्को भनेको जर्मन चाहिँ म पढ्छु राम्रोसँग पढ्छु भनेर आउनु किनकि कस्तो बेनिफिट दिइरहेछ नि त गभर्मेन्टले तपाईँलाई फ्रीमा पढाइदिइरहेछ तपाईँको स्किल्स अपग्रेड होस् तपाईँको नलेज अपग्रेड होस् भनेर नि त होइन सो पढ्छु भनेर आउनु अनि पैसाको चिन्ता नगर्नु तपाईँले 80 आवर्स काम गर्नुभयो भने कम्फर्टेबल लाइफ बिताउनुहुन्छ स्टुडेन्ट लाइफमा फर इक्जाम्पल म ड्रममा बस्छु यो ड्रम रुममा मेरो सानै छ तर अहिले अब मेरो स्ट्रगलिङ फेज हो नि त होइन वाट क्यान आई एक्सपेक्ट होइन सो त्यही हो त्यस्तो फ्यान्सी लाइफ चाहिँ हुँदैन है जर्मनीमा तर घुम्न पाउनुहुन्छ डसलन टिकटले तपाईँले अल ओभर द जर्मनी अनि अर्को कुरा चाहिँ के हो भने होइन तपाईँहरूले मास्टर्स गर्दा अथवा ब्याचलर्स गर्दा पनि कति धेरै इन्टर्नल स्कलरसिप पनि हुन्छ कि युनिभर्सिटीमा सो त्यो पनि रिसर्च गर्नु मलाई पनि खासै थाहा थिएन अर्को डचल्यान्ड स्कलरसिप भनेर पनि हुँदो रहेछ अनि कति स्कलरसिप चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूको लागि पनि मात्रै हुँदो रहेछ कि होइन फर इक्जाम्पल मैले पार्सल स्कलरसिप अप्लाई गरेको थिएँ त्यसको लागि चाहिँ तपाईँ फाइनल फेज अफ स्टडिजमा हुनुपर्छ होइन सो त्यो स्कलरसिप पाएर पनि मलाई कति ऊ भएको थियो कि सपोर्ट मिलेको थियो होइन अनि अस्ति नै एउटा इन्सिडेन्ट सुनाउँछु होइन सो मेरो थिसिस ल्याबमा चाहिँ प्रोफेसर अब यहाँ कति धेरै स्कलरसिप दिन्छ नि त होइन जर्मनीमा ड्याडी स्कलरसिप अरू स्कलरसिप प्राय स्टुडेन्टहरू स्कलरसिपमै हुन्छ कि अनि यस्तै कुरा भइरहेको थियो अनि डिस्कसन भइरहेको थियो अनि अब मेरो प्रोफेसरले चाहिँ के भनिरहेको थियो भने अब हामी त ट्याक्स पेयरको पैसामा काम गरिरहेको अब रिसर्चहरू त फन्डिङ सबै रिसर्चहरू त फन्डिङ आउँछ नि त होइन सो तिमीहरूले चाहिँ अब के दिन सक्छ त तिमीहरू स्कलरसिपमा पढिरहेछ यहाँ ब्ल ब्ल सो तिमीहरूले चाहिँ इन रिटर्न के दिन सक्छ त त्यो सोच्नु पऱ्यो अलिकति सिरियस हुनु पऱ्यो अर्काको पैसामा पढिरहेछ सो राम्रोसँग पढ्नु पऱ्यो भनिरहेको होइन सो या रिटर्न त गर्नु छ कुरा ठिक पनि हो प्रोफेसरको होइन सो उसले चाहिँ त्यही भनिरहेको थियो हामीले अब सबै हामीले फन्डेड रिसर्च सबै फन्डिङमा हुन्छ नि त सो लाइटली चाहिँ लिनु भएन हामीले पनि उनीहरूलाई के रिटर्न त दिनु पर्यो भनेर त्यस्तो त्यस्तो कुरा गरिरहेको थियो कि अब स्टुडेन्ट हो भने राम्रोसँग पढ्नु पर्यो जस्तो टाइपको के स्कलरसिपमा पढिरहेछ अथवा ट्युसन फी छैन अब त्यो बापत त केही रिटर्न त दिनु पर्यो नि जस्तो टाइपको के होइन सो या जर्मनी चाहिँ पढ्छु भनेर आउनु एजुकेसन सिस्टम राम्रो नै छ होइन सो आजको लागि यति नै होपफुल्ली यो भिडियोले तपाईँहरूलाई केही आइडिया दियो होला अनि मैले सबै धेरै कुरा चाहिँ मेरो पर्सनल एक्सपिरियन्समा भनेको है सो अरूको चाहिँ अब कस्तो छ अब इन डिटेल त सबैको डिफ्रेन्ट हुन्छ बट इन जेनरल चाहिँ वर्क लाइफ ब्यालेन्स चाहिँ राम्रो छ जर्मनीमा अनि यु क्यान टोटल्ली ब्यालेन्स इट तपाईँको पढाइ र 80 आवर्स पार्ट टाइम जब बट घरिघरि मलाई 80 आवर्स पनि लास्ट धेरै लाग्छ होइन सो या बाई बाई थ्याङ्क यू फर वाचिङ